कांग्रेसको सांसद रामहरि खतिवडाजीलाई चाहिँ मैले के अनुरोध गरेँ भने त्यो राजसभाको सांसदहरू छ नि बुढाबुढी सांसदहरू तिनीहरूलाई सिकाइनु पर्यो कि पार्टी कसरी चलाउने भनेर तपाईले जानेको पार्टी चलाउने तरिका सिकाइन् त्यो हैन 10-20 रुपैयाँ जनतासँग त्यो क्यूआर कोड राखेर चन्दा माग्दै हिँड्नु हैन जाने ठुलठुला व्यापारीहरुबाट जाने बरु बिजुलीको पैसा तिर्नु पर्ने तपाईहरुले हामीलाई पार्टीलाई चन्दा दिन पर्यो भन्ने हो कर छोड्दिने हो अरबौंमा करोडौंमा चन्दा माग्ने दिइहाल्छ नि अरबौं छोडेपछि करोडौं दिन्न त्यो राजसभाको बुढालाई के थाहै छैन के पार्टी चलाउनलाई चन्दा मागेर पार्टी चलाएर चाहिँ देशको 1 नम्बर पार्टी बन्छ कहिले बरु पैसा पुगेन भने जनताहरुलाई चाहिँ भिजिट भिसामा पठाइने एउटाको 50 लाख रुपैयाँ लिए भनेपछि त पार्टी चल्दै त्यो 10-20 रुपैयाँले कहिले चल्ने तिमी जनताबाट जा नमस्कार गर पैसा त्यो हाल्दिनु पर्यो भन्यो क्यूआर कोड राखे कोही जाने एउटै व्यापारीबाट गयो च्याप्प पैसा अरबमा बोके आयो नि सजिलो खानी नयाँ भुटानी बनाएर पठाइदिने शरणार्थी बनाएर त्यत्रो बेच्न पाएपछि त्यो कहाँ त्यो 10-20 रुपैयाँ उठाएर चन्दा क्यूआर कोड राखेर कहाँ सजिन्छ अनि 1 नम्बर पार्टी कहिले बन्छ राजसभा रामहरिजीले त्यति गरिदिनु पर्यो तपाईले जानेको त्यति गरिदिनु त ल सिकाइदिनु तपाईको स्कुलिङ त्यही हो सिकाइदिनु पर्यो तपाईले ल त